हेलो गाइस मेरो इक्जाम छ कि फिजिक्सको चैत्रमा सो म फिजिक्सको इक्जामको प्रिपरेसन गर्दैछु स्टार्ट गरिसकेको छु अनि म सोचिरहेको छु कि आफ्नो नोट बनाएर किनभने मैले रिसर्च गरेर एन्ड गाइडेन्स लिएर उहाँ एकजना दिदी हुनुहुन्छ कि पास आउट अनि मास्टर्स जोइन गरेको छ अहिले अनि म आफ्नो नोट चाहिँ युट्युब च्यानलमा हाल्छु इफ तपाईँहरूलाई मनपर्छ भने तपाईँहरूले पनि त्यहाँबाट हेरेर इफ मन पऱ्यो भने त्यहाँबाट तपाईँहरूले पनि पढ्न सक्नुहुन्छ गाइज एन्ड प्लिज सपोर्ट मी आई एम डुइङ हार्ड वर्किङ एन्ड प्रे फर मी गाइज अब यसपालि मलाई केही स्किल्स चाहिएन मलाई जसरी भए पनि मलाई आफ्नो इक्जाम राम्रो गर्नु छ एन्ड क्लियर गर्नुपर्छ त्यसपछि केही म राम्रो सोच्नेछु गाइज सोचेको त छु बट प्लिज प्लिज यसपालि जसरी भए पनि मतलब मैले आफूलाई मतलब दसैँसम्म कि टाइम दिएको छु आफ्नो ब्याचलर्स सब थोक क्लियर गरेर सर्टिफिकेटहरू निकालेर त्यसपछि म केही प्लान गर्छु राम्रो सो मतलब यसपालि म लास्ट मेहनत गर्छु मतलब यो छैन कि अब पढ्दैछु भने पढेको पढेँ होइन मेरो बानी के छ भनेर एकछिन पढ्छु भने एकछिन भिडियोहरू अदर्स मम्मीलाई पनि हेल्प गरेर घरमा अलिकति माइन्ड बाफ्रे त्यसरी सक्दिनँ सिरियसली गाइज बट पढ्छु भने जति टाइममा पनि पढ्छु भने थोरै टाइम किन नभए 1 घन्टा किन नपढ्नु पर्यो सिरियसली भएर पढ्छु बट यो होइन कि दिनभर रातभर पढेको पढेँ बट मलाई जसरी भए पनि ब्याग कटाउनु छ गाइस ब्याग छ यो इक्जाम ब्याग हो कि यो फिजिक्स फर्स्ट सेमको छ अनि त्यसपछि एउटा 6 सेमको छ अनि त्यसपछि 8 सेमको छ त्यसपछि मेरो सक्छ गाइस मैले त उता मतलब जबहरू गरेर अनि अर्को इक्जामहरूमा लागिसकेँ त्यो भएर मैले आफ्नो इक्जाम बिगारेँ सो दिस टाइम नो रिक्स एट अल सो गाइज प्लिज सपोर्ट मी बाई बाई